हेलो गाइस, स्वागत छ तपाईहरुलाई हाम्रो छोटो मिठो ब्लगमा। आज यहाँ ग्याङस्टरहरुसँग भेट गरिरहेछ। के हो केजीएफमा लेखेर त साइड रोल बुढेसकाल लागिसकेको छ मेरो साथीलाई है। म चाहिँ अझै स्विट 60 नै छु। अब यसलाई चाहिँ सबले अंकल भन्छन् आजभोलि, तर मलाई चाहिँ भन्दैन होला है। के गर्ने, मेरो त भ्याकेन्सी खोल्यो नि तुरुन्त आउँछ फेरि भ्याकेन्सी। भाइ भनिहाल्छ नि। अझै पनि छ दिनहरू। बल्ल 29 पुरा भयो, म यो 32 पुरा भयो। अब चाहिँ मेरो चाहिँ अझै 20 वर्ष छ रैला हान्नलाई हैन। यसको चाहिँ 10-12 वर्ष होला। के गर्ने, यस्तै छ, गरिरहेछ बिस्तारै। अब चाहिँ के होला कि भन्ने आश छ। के अरे है, कति लाख कमाइस् तैँले विदेशमा? विदेशमा कति लाख कमाइस्? यो करोडको चाहिँ गफ हो केटा हो। अब यसले चाहिँ कमायो होला 10-15 लाख। मेरो चाहिँ छैन अहिले, किनकि म अझै आफ्नै लागि सोच्दैछु। बिस्तारै हुन्छ। अब फ्युचरको मिलिनियरै हामी हो नि। नेपालको इकोनोमी कोल्याप्स भइसक्यो। अब चाहिँ हामीले रैथाने विदेशमा जति छ त्यो सबैजना रैथाने भइन्छ। नेपालकाहरू गरिब हुन्छन्, मलाई थाहा छ होइन। बिस्तारै गर्नुपर्छ। आज चाहिँ हाम्रो चाहिँ सब्सक्राइबरहरू चाहिँ सबै रैला हान्न बसेछन् शुक्रबार भएर है। के गर्नु, यस्तै छ। अब यो लगभग अब 2-3 महिना होला यहाँ पनि। बिस्तारै अब हामी पनि मुभ अन हुँदैछौँ युरोपतिर। के हुन्छ हेरौँ। काम अब छोडेर बसेको 3-4 महिना भइसक्यो है। गाह्रो छ बस्न, खाना, रुम रेन्टै तिर्नुपर्छ 50-60 हजार नेपाली। यहाँको त अब 1000-1500 हो। यहाँको ल 1000को 38,000 भएन गरेको। अनि बिहा चाहिँ कहिले गर्ने हो खान्छ त अहिले? सेट ल, आजको हाम्रो छोटो ब्लग यहीँ निम्ताउन चाहन्छु। फेरि हामी भेट्ने नै छौँ। लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला। बाई बाई।